यो 2 जना मान्छे नेपाल आउँदै हुनुहुन्छ अन्नपूर्ण बेस क्याम्प घुम्नको लागि। उहाँहरूलाई 2 जना गाइड चाहियो अरे। मसँग बोल्नुहुन्छ र मसँग उहाँको नम्बर पनि छ। अब तपाईँलाई मैले जानुहुन्छ भन्दाखेरि तपाईँ कसको चाहिँ गाइड बन्न तयार हुनुहुन्छ? अभियसली केटीको गाइड बन्न तयार हुनुहुन्छ होइन? केटीको नाम सारा हो। अमेरिकाको मोस्ट वान्टेड क्रिमिनलमा एकचोटि उहाँको नाम थियो। उसले मान्छे मारेर जेल पनि बसेको थियो र जेलबाट भागेको पनि थियो। अनि उहाँ चाहिँ नाम ड्यानी ट्रेजो, राम्रो हलिउड एक्टर हुनुहुन्छ। तर तपाईँको दिमागले अघि केही बुझ्नु अगाडि किन त्यो केटीलाई नै रोज्यो? आउनुहोस् आज म कुरा गर्छु हेलो इफेक्टको बारेमा, जो एउटा कग्निटिभ बायस हो, एउटा साइकोलोजिकल कन्सेप्ट हो। यसले चाहिँ तपाईँको दिमागले तपाईँले नचाहँदा नचाहँदै पनि पक्षपात गर्छ। उसको फेस सोझो इनोसेन्ट टाइपको इमान्दार खालको देखिन्छ र हाम्रो दिमागले पनि झट्ट पक्षपात गर्छ कि यसको क्यारेक्टर राम्रो छ। अर्को मान्छेको फेस रफ एन्ड टफ छ, हाम्रो दिमागले अटोमेटिकली डिसिजन लिन्छ कि यो मान्छे पक्कै पनि खतरा दादा एउटा गुन्डा हुनुपर्छ। हेलो इफेक्ट यतिमा मात्र सीमित छैन। तपाईँलाई कुनै पनि एउटा मान्छेको एउटा व्यवहार मनपर्छ भने त्यही व्यवहार अनुसारले सबै अरू गुण पनि त्यो मान्छेको राम्रो छ भनेर सोच्नु पनि हेलो इफेक्ट हो। उदाहरण, हर्क साम्पाङ तपाईँलाई मनपर्छ किनकि ऊ हाफ प्यान्टमा हिँड्छ, ढुङ्गा बोक्छ, बडार छ, साधारण मान्छे जस्तो छ, बाइकमा हिँड्छ। तपाईँ त्यो कामबाट धेरै प्रभावित हुनुभयो भने तपाईँको दिमागमा एक किसिमको कग्निटिभ बायस पक्षपात सुरु भइसकेको हुन्छ। अब त्यो मान्छेले भ्रष्टाचारै गरून्, अरूलाई तुच्छ गाली नै गरून्, अरूलाई नराम्रो नै भनुन्, अरूलाई गिराउन्, तर तपाईँलाई त्यो मान्छे राम्रै लाग्छ किनकि तपाईँको दिमागमा अलरेडी एक किसिमको पक्षपाती बायसनेस बसिसकेको छ उसको एउटा गुणले गर्दाखेरि। एउटा गुणले सबै गुण राम्रो छ भन्ने तपाईँले सोचिसक्नु भएको छ। पल्साको तपाईँलाई गीत मनपर्छ, म्युजिक भिडियो मनपर्छ, फिल्म मनपर्छ, उहाँ राम्रो मान्छे हो, राम्रो डान्स गर्नुहुन्छ। तर कसैले अब नाबालिकाले उहाँलाई नराम्रो एउटा केसमा मुद्दा दर्ता गर्यो भने तपाईँ नाबालिकालाई चाहिँ गल्ती देख्नुहुन्छ, पल्सालाई देख्नु हुँदैन। किनकि तपाईँलाई लाग्छ कि पल्सा अरू सम्बन्धमा पनि राम्रो होला, बाहिर पनि राम्रो होला। हेलो इफेक्टले गर्दाखेरि हामी नराम्रो जजमेन्टमा पर्न सक्छौँ। अब तपाईँ उहाँलाई राम्रो सञ्चारकर्मीको रूपमा मन पराउनुहुन्छ भने तपाईँ उहाँ भ्रष्टाचारी हो भनेर आफूलाई एक्सेप्ट गर्नै सक्नुहुन्न। हेलो इफेक्टबाट बाँच्नको लागि पहिलो इम्प्रेसनलाई लास्ट इम्प्रेसन नबनाउनुहोस्। एउटा गुण राम्रो छ भने सबै गुण राम्रो हुन्छ भन्ने मान्यतालाई तोड्नुहोस्। प्रश्न गर्नुहोस्, यो मेरो सोचाइ फ्याक्टमा आधारित छ कि फिलिङ्समा आधारित छ? स्लो डाउन योर जजमेन्ट। जहिले पनि कुरा ग्रहण गर्दाखेरि दिमागलाई चाहिँ खाली बनाएर लिनुहोस्। सेकेन्ड ओपिनियन पनि लिनुहोस् अरूको। जब दिमागलाई खाली गर्नुहुन्छ तब मात्र तपाईँले अरूको कुरा पनि भनेर ग्रहण गर्नुहुन्छ। जब तपाईँलाई दिमागमा खाली नै छैन, तपाईँले दिमागमा अलरेडी उसको बारेमा कन्सेप्ट सोचिसक्नु भएको छ भने मैले तपाईँलाई जति भन्दा पनि हुँदैन। एउटा भनाइ नै छ, मूर्खलाई 100 प्रुफ देऊ तै पनि त्यो प्रुफले काम गर्दैन। उसले जे सोचेको छ त्यो त्यसमै अडिन्छ। हामी मूर्ख नबनौँ।